आज राति सपनामा यमराज मेरो घरमा आएछ। यमराजले मलाई भन्यो, अब तेरो मर्ने दिन आयो भनेर भन्यो। कसरी म मर्ने दिन आएँ? म उमेरकै छु भने मैले। अनि यमराजले भने, तैँले यहाँ पृथ्वीमा बसेर राम्रो काम गरेको हुनाले, एकदम धर्मात्मा ज्ञानी हुनाले तँलाई म दुईवटा अप्सन दिन्छु भन्नुभयो यमराजले। तैँले दुईवटा अप्सनमा एउटा रोज्नुपर्छ। त्यो दुईवटा रोग बिमार, त्यो दुईवटा मध्ये एउटा रोज्नुपर्छ। एउटा हो तेरो हात खुट्टा काम्ने र अर्को हो तेरो बिर्सने बानी। लु भन्, त्यो दुईवटा मध्ये कुन चाहिँ बिमारी रोज्छस् भनेर यमराजले भन्नुभयो। अनि मैले यसो सोचेँ। अनि मैले भने, यमराजजी मलाई त्यो हात खुट्टा काम्ने बिमार नै दिनुहोस् भने। अनि यमराजले भने, किन त्यो भने। अनि मैले भने, यसो कहिलेकाहीँ रक्सी बोतलबाट गिलासमा हाल्दाखेरि हात हल्लिएर पोखे पनि केही फरक पर्दैन, तर त्यो बोतलले कहाँ राखे भनेर बिर्स्यो भने त बर्बादै छ नि। दुईजना मान्छे उस्तै गोजीमा सुक्को पैसा नभएको मान्छे होटेलमा खाना खान भनेर गएछ। एउटाले भन्दो रहेछ, म त्यसलाई तिराउँछु। त्यसले भन्दो रहेछ, त्यसलाई तिराउँछु भनेर मनमनमा लिएर दुईटा होटेलमा खाना खान पसे। अनि होटेलमा पुगेपछि बाहिर दुईवटा ढोका रहेछ। एउटा ढोकामा शाकाहारी सादा भात खाने जति यो ढोकाबाट प्रवेश गर्नुहोस् र मासु भात खाने जति यो ढोकाबाट प्रवेश गर्नुहोस् भनेर दुईवटा ढोका रहेछ। दुईटैले सोचेछ, सल्लाह गरेछ, मासु भात नै खाउँ भनेर मासु भातको ढोकामा पसेछ। अनि भित्र गएपछि फेरि दुईटा ढोका रहेछ। एउटा ढोकामा लेखेको रहेछ कुखुराको मासु भात खाने कि खसीको मासु भात खाने। अर्को ढोकामा लेखेको रहेछ। दुईटैले सल्लाह गरेछ, खसीकै मासु भात भनेर खसीको मासु भात पाइन्छ भनेर लेखेको ढोकामा बाट छिरेछ। छिरेपछि अनि त्यो भित्र फेरि दुईवटा ढोका रहेछ। त्यो दुईवटा ढोकामा के लेखेको रहेछ भने, एउटा ढोकामा चाहिँ पैसा तिरेर खाने, हात्ती खाने यो ढोकाबाट जानुहोस्, उधारो खाने यो ढोकाबाट जानुहोस् भनेर अर्को ढोकामा लेखेको रहेछ। दुईटैसँग त पैसा छैन। उनीहरूले सल्लाह गरेछ, उधारै खाएर जाउँ आजको लागि भनेर। हुन्छ भनेर दुईजना उधारो खान पाइन्छ भन्ने ढोकामा छिरेछ। छिरेको फुत बाहिर रोडमा सधैँ रक्सी पिउनेहरूको त्यो रक्सीले त्यो हाम्रो कलेजो खान्छ अरे। तर एउटा कुरा याद राख्नुहोस्, कलेजो खाँदैन, हाम्रो कलेजो खाँदैन। तपाईले रक्सी पिउनु अगाडि राँगाको कलेजो खानुहोस् अनि त्यसपछि रक्सी पिउनुहोस्। अनि रक्सी भित्र गएपछि रक्सी आफै कन्फ्युज हुन्छ अरे, कुन खाउँ, मान्छेको कलेजो खाउँ कि राँगाको कलेजो खाउँ। अनि त रक्सीले बाटैमै भेटेको राँगाको कलेजो खान थाल्छ अरे, त्यहीँ भुलिन्छ अरे, मान्छेको कलेजो खानै भ्याउँदैन। एक दिन म विशेष कामले पल्लो गाउँको आन्टीको घरमा गएको थिएँ। त्यहाँनिर दिनभरि गफ लाग्यो। रात परेपछि घर आउनु पर्यो भनेर भनेको होइन, रात पर्यो त नजा, आज यहीँ बस भनेर भन्नुभयो आन्टीले। अनि लौ त लौ आज यहीँ बस्ने आन्टीसँग, आन्टीकै घरमा, भोलि बिहान जाउँला भनेर बस्यौँ। खानासाना खाएर आन्टीले भन्नुभयो, जा त हरिको रुममा गएर सुत भन्नुभयो। अनि को हरि हो
मैले देखाएको छैन। त्यहाँ अर्को मान्छे को थियो यादै गरिएन। अनि मैले भने आन्टी म यही सोफामा सुत्छु, मलाई यही राम्रो छ भनेर मेरोबाट सोफामा सुते। बिहान सुतेकै ठाउँमा एउटा राम्री केटीले चिया ल्याएर दियो। अनि मैले सोधेँ तिम्रो नाम के हो भनेर सोधेको, म हरि हुँ भने। हिजो आन्टीले हरिसँग सुत भनेको बेलामा गएर सुतेको भए कति राम्रो। अनि त्यो केटीले मलाई सोध्यो तिम्रो नाम चाहिँ के हो? मेरो नाम त उल्लुको पट्टा। अब उल्लु भएन त। हिजो आन्टीले हरिसँग सुत भनेर गएर सुतेको भए बडो राम्रो शुभ साइड नसुत्ने हुनाले त्यो बुद्धि नभए हुनाले उल्लुको पठा त। यो हाम्रो घरपालुवा जनावर छ नि, गाई भैँसी कुकुर बाख्रा बिरालो कुखुरा, यो घरमा पालिएको जनावरहरू कारणवश कुनै बिरामी भयो रोग लाग्यो भने हामी पशु डाक्टरलाई बोलाउँछौँ, भेटनरीको डाक्टरलाई बोलाउँछौँ। आएर उसले उपचार गर्छ। तर उनीहरूको पूर्जामा चाहिँ त्यो घरपालुवा जनावरको मालिकको नाम लेख्दो रहेछ, मालिकको नाम पनि लेख्दो रहेछ, त्यो घरपालुवा जनावरको नाम पनि लेख्दो रहेछ। त्यस्तै एक दिन मैले कुकुरलाई भ्याक्सिन लगाएको, रेबिजको भ्याक्सिन लगाउनु भनेर पशु स्वास्थ्य कार्यकर्तालाई बोलाएको। उसले भ्याक्सिन लगाइदियो, मेरो नाम सोध्यो, कुकुरको नाम सोध्यो। मेरो नाम त लोकबहादुर गुरुङ, कुकुरको नाम चतुरे कुकुर। अनि त्यो पशु स्वास्थ्य कार्यकर्ताले लेखेछ पूर्जामा लोकबहादुर चतुरे कुकुर। मध्यरातमा 1 बजे मेरो बुढीले जुरुक्क उठेर भुइँचला आयो भनेर मलाई हल्लाउँदै उठाए। मैले भने कहाँ भुइँचला हुनु आएको छैन नि भने। अनि हतार उसले मोबाइल निकालेर अपडेट हेऱ्यो, त्यहाँ पनि फेला पारेन। अनि उसले सहरमा पढ्न बसेको छोरीलाई फोन गरे, ए नानी त्यहाँ भुइँचला आयो, यहाँ त बेसरी हल्लायो त भनेर भनेछ। अनि छोरीले भनेछ आएको छैन नि, के को आउनु, बरु आफ्नो तपाईँ बेकारमा भुइँचला आउनु नओर्नु, त्यसै फोन गरेर डिस्टर्ब गर्छ भनेर छोरीले फोन राखिदिए। अनि अत्तालिँदै फेरि माइतमा आमालाई फोन गर्न लागे। अनि मैले भने ए फोन नगर, भुइँचालो आएको हो कि होइन म भन्छु भनेर मैले भने। अनि मैले भने कि राति मेरो यो कान यस्तो मजाले चिलाएको, यस्तो गरी कन्याएको मेरो आफ्नै जिउ हल्लिरहेको थियो कि हो, त्यही देखेर तिमीले भुइँचालो आएको। ऊ त रिसले चुर भएर मलाई त लात्तीले हिर्काएर बेड मुनि पसार्छ। एकपटक यो अमेरिकामा बस्ने ज्वाइँ नेपाल आउँदाखेरि ससुराली गएछ। त्यो ज्वाइँ अमेरिकामा बस्दाखेरि खालि सलाद खाने, काँचो कचिलो मात्रै खाने, पेट कब्जियत भइरहने, पाद आइरहने। अनि नेपाल आउँदा पनि उसको खानादाना र हावापानीसँग म्याच नखाएपछि पेट कब्जियत भएकै गऱ्यो, पाद आएकै गऱ्यो। अब ससुरालीमा त पाद्यो भने त लाज मर्नु हुन्छ भनेर उसले एउटा बुद्धि खियाएछ। पर्फ्युम किनेछ, सेन्ट, सानो बट्टा स्प्रे गर्ने। अनि ससुराली गएछ। ससुराली जाँदा पनि उसलाई पाद आउन छोडेन, छिनमा पाद आयो। उसले त जतिखेर पनि पाद आउने बेलामा सेन्टको बट्टा यहाँबाट इलास्टिकबाट छिराएर मलद्वारा स्प्रे गर्दो रहेछ। अन्त गन्ध पनि दिशाको बास्ना नहुन्छ, पातको बास्ना र स्प्रेको बास्ना मिक्स भएर भिन्दै किसिमको छुट्टै किसिमको एउटा नौलो किसिमको बास्ना आउँछ। अनि ससुरालीमा पनि पाते कि
मलद्वारमा स्प्रे छरेको छरेकै सासू ससुरा अरू सबै मान्छेहरू जम्मा सबैलाई गनाएछ। ओहो अमेरिकामा बस्नेहरूको त पात पनि खुबै राम्रो हुँदो रहेछ है। त्यसैले होला अमेरिकामा बस्ने भनेपछि केटी दिनुलाई तछाड मछाड गर्छन्।